आइपिओ परेको छ तर ब्रोकर एकाउन्ट छैन। ब्रोकर एकाउन्ट अर्थात् टिएमएस एकाउन्ट खोल्ने कार्य सम्पूर्ण अनलाइन नै हुने गर्छ। घरमै बसेर सबै काम कम्प्लिट गर्न सकिन्छ। विदेशमा हुनुहुन्छ भने पासपोर्टकै आधारमा समेत भेरिफाई गर्न सकिन्छ। नमस्कार, आजको श्रृङ्खलामा हामीले सेयर मार्केटमा कारोबार गर्नको लागि अनलाइन नै ब्रोकर एकाउन्ट खोल्ने प्रोसेस सिकाउनेछौँ। सुरुदेखि अन्तिमसम्मका सम्पूर्ण प्रोसेसहरू सिकाउनेछौँ, त्यसैले भिडियो नछुटाइ हेर्नुहोला। भिडियोमा लाइक र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। हाम्रो माध्यमबाट प्रोफेसनल सिभी, कभर लेटर, पुलिस रिपोर्ट बनाउनु परेमा साथै ब्रोकर एकाउन्ट बनाउनु परेमा समेत यसै भिडियोको डिस्क्रिप्सन र कमेन्टमा रहेको वाट्सएप नम्बरमा मेसेज गर्नुहोला, हामी सहयोग गर्नेछौँ। अब विषयवस्तुतर्फ प्रवेश गरौँ। सबै काम अनलाइन नै हुने साथै सबैभन्दा ठुलो ब्रोकर कम्पनी नासा सेक्युरिटिजमा अनलाइन टिएमएस एकाउन्ट खोल्दैछौँ। 58 नम्बर ब्रोकर अर्थात् नासा सेक्युरिटिजमा आफ्नो एकाउन्ट खोल्नको लागि सुरुमै गुगलमा गई नासा सेक्युरिटिज भनी सर्च गर्नुहोस्। सुरुमै देखिने वेबसाइट क्लिक गर्नुहोस्। स्क्रिनमा कुनै एड देखिएमा इन्टु गर्नुहोस्। नयाँ एकाउन्ट खोल्नको लागि रजिस्टरमा क्लिक गर्नुहोस्। अब हजुरले आफ्नो फर्स्ट नेम, मिडल नेम छ भने मिडल नेम, जस्तै बहादुर प्रसादहरू छ भने मिडल नेम र लास्ट नेम राख्नुहोला। तल आफ्नो इमेल आइडी समेत मिस्टेक नगरी राख्नुहोस्। पासवर्डमा कुनै एउटा नयाँ पासवर्ड आफैले राख्नुहोस्, जस्तै प्रकाश@98761 यस्तै प्रकारको पासवर्डहरू राख्न सक्नुहुनेछ। पासवर्ड राख्दा लेटर, नम्बर, क्यापिटल लेटर, स्मल लेटरहरू मिलाएर राख्नुहोला र तल कन्फर्म पासवर्डमा सेम माथिकै पासवर्ड राखी रजिस्टर गर्नुहोला। रजिस्टर गरिसकेपछि आफ्नो जिमेल खोली जिमेल भेरिफाई गर्नुहोस्। 5 मिनटमै लिङ्क एक्सपायर हुन्छ, त्यसैले भेरिफाई छिट्टै गर्नुहोला। त्यसको लागि जिमेलमा जानुहोस्। भेरिफाई इमेल भन्ने मेसेज आउँछ, क्लिक गर्नुहोस्। नयाँ खुल्ने पेजमा लिङ्क टु भेरिफाई योर इमेल एड्रेसमा क्लिक गर्नुहोस्। ओपन विथ भन्ने कुनै अप्सन देखिएमा क्रोम चुज गर्नुहोस्। पुनः नयाँ खुल्ने पेजको अन्तिममा क्लिक हेयर टु प्रोसिडमा क्लिक गर्नुहोस्। योर इमेल एड्रेस हेज बिन भेरिफाइड भन्ने मेसेज आउने गर्छ। भेरिफाइड भइसकेपछि पुनः अहिलेकै लगइनमा जानुहोस् वा डाइरेक्ट यसैबाट लगइन टु केवाइसी गर्नुहोला। इमेल र पासवर्ड माग्ने गर्छ। आफ्नो इमेल आइडी र अघि राखेकै पासवर्ड राखी साइन इन गर्नुहोस्। क्रिएट ट्रेडिङ एकाउन्टमा क्लिक गर्नुहोस्। अब भने हजुरले आफ्ना सम्पूर्ण इन्फर्मेसनहरू भर्नुपर्ने हुन्छ। पर्सनल डिटेल्स, फ्यामिली डिटेल्स, एड्रेस, ब्याङ्क डिटेल्स, डकुमेन्ट लगायत धेरै कुराहरू राख्नुपर्ने हुन्छ। 18 वर्षभन्दा मुनिको उमेरको लागि हो भने माइनरमा क्लिक गर्नुहोला। 18 वर्ष माथिको लागि एडल्ट चुज गर्नुहोस्। केही तल सार्नुहोस्। रिक्वायर्ड डकुमेन्टमा सुरुमै मेरो सेयर डिम्याट लेटर पिडिएफ फर्मेटमा राख्नुपर्ने हुन्छ। त्यसको लागि मेरो सेयर खोली माई डिटेल्समा क्लिक गर्दा देखिने पेजलाई स्क्रिनसट गर्नुहोस्, जस्तै नेम, बिओआइडी नम्बर, एकाउन्ट नम्बर, ब्याङ्क नेम जस्ता सम्पूर्ण कुराहरू यो पेजमा हुने गर्छन्। यस पेजलाई पिडिएफ फर्मेटमा चेन्ज गरेर मात्र अपलोड गर्नुहोला। त्यसको लागि गुगलमा गई जेपिजी टु पिडिएफ टाइप गरी सर्च गर्नुहोस्। कन्भर्ट जेपिजी टु पिडिएफमा क्लिक गर्नुहोस्। अघि स्क्रिनसट गरेको डिटेल्सको फोटो सेलेक्ट गर्नुहोस् र कन्भर्ट टु पिडिएफमा क्लिक गरी डाउनलोड पिडिएफ गर्नुहोला। डाउनलोड गरेको पिडिएफलाई ब्राउज फाइलमा गई राख्नुहोस्। फाइल राखिसकेपछि धेरै डिटेलहरू आफै अटोमेटिक भरिने गर्छन्। तल प्राइमेरी इन्फर्मेसनमा आफ्नो फोन नम्बर राखी भेरिफाई गर्नुहोस्। फोन नम्बर भेरिफाईको लागि 30 सेकेन्ड हुन्छ, त्यसैले छिट्टै गर्नुहोला। अल्टरनेटिभ नम्बरमा फ्यामिलीकै नम्बर राख्नुहोस्। अफिस ब्रान्च चुज गर्न चाहनुहुन्छ भने चुज गर्न सक्नुहुन्छ र तल डिम्याट नम्बर चेक गर्नुहोस्। सोही छ भने नेक्स्ट गर्नुहोला। बिओआइडी र डिम्याट नम्बर सेम हुने गर्छन्। नेक्स्ट गर्दा पर्सनल डिटेलहरू राख्नुहोला। डेट अफ बर्थ,
जेन्डर, म्यारिटल स्ट्याटस सिलेक्ट गर्नुहोस्। सिटिजनसिप नम्बर, सिटिजनसिप इस्यु फ्रम र सिटिजनसिप इस्यु डेट नागरिकता सम्बन्धी विवरणहरू भर्नुहोस् र तल एनआइडी राष्ट्रिय परिचय पत्र नम्बर मात्र राख्नुहोस् र नेक्स्ट गर्नुहोस्। अब भने फादर नेम, मदर नेम, ग्रान्डफादर नेम राख्नुहोस् र पुनः नेक्स्ट गर्नुहोस्। एड्रेसमा आफ्नो स्थायी ठेगाना राख्नुहोस्। देश, प्रदेश, जिल्ला, नगरपालिका, वार्ड नम्बर र टोल राख्नुहोला। केही तल सार्दा करेन्ट एड्रेसमा सेम एज पर्मानेन्ट एड्रेसमा यस गर्नुहोला। म्यापमा जिल्ला टाइप गर्नुहोस् र सिलेक्ट गरी नेक्स्ट गर्नुहोस्। ब्याङ्क नेम, ब्याङ्क ब्रान्च, एकाउन्ट नेम, एकाउन्ट नम्बर र टाइप अफ एकाउन्ट सिलेक्ट गरी नेक्स्ट गर्नुहोला। अकुपेसन सिलेक्ट गर्नुहोस्। फाइनेन्सियल डिटेल्समा अप टु आरएस 5 लाख सिलेक्ट गरेको छु। हजुरहरूले पनि आफूले सिलेक्ट गर्न सक्नुहुनेछ। यी सम्पूर्ण सिलेक्ट गरिसकेपछि नेक्स्ट गर्नुहोस्। नोमिनीहरू राख्न चाहनुहुन्छ भने राख्नुहोला। म यहाँ कुनै पनि डिटेलहरू नराखी नेक्स्ट गरेको छु र अन्य डिटेलहरूमा समेत चेन्ज नगरी नेक्स्ट गर्दा हुन्छ। अब भने लास्टमा डकुमेन्टहरू अपलोड गर्नुपर्ने हुन्छ। सिटिजनसिप फ्रन्ट, सिटिजनसिप ब्याक अपलोड गर्नुहोस्। तल पासपोर्ट साइज फोटो राख्नुहोस् र साइडमा सेल्फी विथ सिटिजनसिप समेत अपलोड गर्नुहोस्। नागरिकता समाएको फोटो जसमा नागरिकतामा लेखिएका डिटेल र आफ्नो फोटो देखिनुपर्छ। तल थम्ब प्रिन्ट दायाँ र बायाँ हातको बुढी औँलाको औँठा छाप लगाई फोटो खिचेर अपलोड गर्नुहोस् र आफ्नो सिग्नेचर समेत अपलोड गर्नुहोस्। तल एनआइडी डकुमेन्ट अर्थात् राष्ट्रिय परिचय पत्र अपलोड गर्नुहोस्। डिम्याट कन्फर्मेसन नम्बर अघि अपलोड गरेकै देखिने गर्छ। सबै डकुमेन्टहरू राखिसकेपछि सबमिट गर्नुहोस् र लास्टमा टिक लगाई प्रोसिड गर्नुहोस्। योर फर्म हेज बिन सक्सेसफुल्ली सबमिटेड भनेर देखिने गर्छ। एप्लाई गरेको एक दिनमै ट्रेडिङ एकाउन्ट हेज बिन सक्सेसफुल्ली क्रिएटेड भनेर जिमेलमा म्यासेज आउने गर्छ। क्लाइन्ट कोड समेत आउने गर्छ। तल हियर लेखिएको लिङ्क क्लिक गरी एकाउन्ट लगइन गर्न सकिन्छ। यदि हजुरहरूलाई हाम्रो माध्यमबाट टिएमएस एकाउन्ट खोल्नु परेमा, साथै प्रोफेसनल सिभी, कभर लेटर, पुलिस रिपोर्ट जस्ता डकुमेन्टहरू बनाउनु परेमा डिस्क्रिप्सन र कमेन्टमा रहेको हाम्रो वाट्सएप नम्बरमा मेसेज गर्नुहोला। हामी सहयोग गर्नेछौँ। भिडियो कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्न नभुल्नुहोला।